Hi, good morning everybody. Welcome back. YouTube च्यानलमा फेरि तपाईहरुलाई स्वागत छ। यो बिहानी अनि अहिले चाहिँ हामी बारी जाँदै गरेको। हामी भन्दा मम्मी र दाइ अगाडि गइसक्नु भयो। अनि आजको चाहिँ मौसम एकदम राम्रो छ। अनि आज अलि घामहरु लागेको छ। अनि हाम्रो गाउँघरहरु है साथीहरु बन्द बाटो गाडीहरु सबै बन्द छ। बन्दले गर्दा अलिक सुनसान छ। अनि फेरि आज यो बिहानी नयाँ ब्लगमा तपाईहरु सबैजनालाई स्वागत। अनि तपाईहरु कतिजनाले हेर्दै हुनुहुन्छ मेरो ब्लगहरु, कतिले हेर्नु भएको छैन होला, जतिले हेर्दै हुनुहुन्छ साथ सपोर्टहरु, हजुरहरुको मायाहरु, साथ सपोर्ट अनि सरसल्लाह सुझावहरु दिनु होला है। त्यसै साथै च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब पनि गरिदिनु होला, लाइक गरिदिनु होला है भन्न चाहन्छु। अनि यो हाम्रो पछाडी देख्दै गरेको चाहिँ करेसाबारी। हामी चाहिँ प्रायः जस्तो सबै आफै उत्पादन गरेर खान्छौं। सागसब्जीहरु सबै आफै लगाउँछौं, विभिन्न सागसब्जीहरु अनि अर्ग्यानिक हामी चाहिँ आफै लगाएर खान्छौं है तपाईहरुको। अनि तिर घामहरु मौसमहरु कस्तो छ? हाम्रो चाहिँ आज एकदम न्यानो छ है। उकालोमा सियासी नै बनायो। मलाई चाहिँ हल्का रुगा मार्की लागेकोले गर्दा अलिक असहज भइरहेछ। जाडोको मौसम छ नि त, त्यही भएको कारणले गर्दा जाडोले अलिकति रुगा मार्कीहरू लाग्छ। अलिक सताइरहेको छ रुगा मार्कीहरूले। हाम्रो आलुबारीहरू तलतिर करेसाबारीहरू, यता चुकन्दर, यहाँ माथि लसुन प्याजहरू छ। यता अर्ग्यानिक चिया हाम्रो आफ्नै बारीको है। यहाँ कोलम भर्खर रोपेको छौँ, कति किनेर खानु भनेर है। अनि आफूले लगाएको त अर्ग्यानिक हुन्छ नि त, अनि त्यही भएर अर्ग्यानिक खाइदिउँ न त। अर्ग्यानिक प्रायः जेमा पनि अब किनेको सबै सामानहरूमा विषादी हुन्छ। अनि त्यही भएर चाहिँ हामी चाहिँ अर्ग्यानिक खाउँ भनेर चाहिँ अनि अर्ग्यानिक सबै खेतीहरू, सागसब्जीहरू, प्रायः फलफुलहरू पनि खेती अर्ग्यानिक गर्दै गरेको। अनि हाम्रो चाहिँ बारीमा रुङ्ने चाहिँ यहाँ छ हाम्रो डन। बारी आइपुग्यो। अब ड्रेस चेन्ज गरेर काममा जाने हो हाम्रो। साथीहरु, यता चाहिँ हामीले कोपी रोपिसकेको छौँ। अन्त यता रोप्नु बाँकी छ। रोप्नुको लागि चाहिँ यसरी खाल्डा खनेर चाहिँ मल हाल्नुपर्छ। मल चाहिँ अलिक कम्ती हाल्नुपर्छ। यसरी यो कोभिटा सडाल पारेको छ, त्यसमा चाहिँ खाल्डामा चाहिँ यसरी मल हाल्नुपर्छ। यो चाहिँ मल चाहिँ अब यहाँनिर चाहिँ यो बारीहरू अलिकति मलिलो नभएको कारण रुखो थियो, त्यही भएर मल चाहिँ अलिक निकै हाल्नुपर्छ। किनभने अलिक प्रशस्त मात्रामा मल चाहिन्छ कोपीहरूलाई चाहिँ। कोपी यो चाहिँ ब्रोकाउली हो, रोप्नु लागेको। यसरी रोपिन्छ। रोप्नु निकै छ, तल्लो बगानमा चाहिँ अलरेडी रोपिसकेको छ। यहाँनिर चाहिँ तल्लो बगाएको छ, कोपी नै हो, ब्रोकाउली नै। जाडो मौसममा काम गराइछ। एकदमै धेरै जाडो, चिसो।
वडा कार्यालयको सबै दिदी दाइको दाइ खै यहाँ मुनि बोलिरहेको छ त्यो फाइट अनि साथीहरू यता यो चाहिँ यहाँ चाहिँ डिफ्रेन्ट भइरहेछ यो चाहिँ यताको चाहिँ सुक्खा जग्गा भइरहेछ सुक्खा छ अन्त यताको चाहिँ यो चाहिँ भिजिरहेछ यो भिजेको चाहिँ यहाँदेखि उता चाहिँ हिजो हामीले भिजाएको थियौँ अनि भिजाएको थियौँ अनि भिजाएर यो रोप्नुलाई चाहिँ सजिलो भयो यता चाहिँ सुक्खामा छ अब यसलाई चाहिँ भिजाउनुपर्छ यता चाहिँ अनि यो यहाँ चाहिँ यसमा चाहिँ गाजरहरू लगाएको छ गाजरको बिजन चाहिँ यहाँनिर रोपेको छ अन्त यसमा गाजर छ यो के भन्छ यसमा चाहिँ चुकन्दर यो बिटरुट यसमा अन्त त्यहाँनिर भयो सोपको साग बिजनहरू छरेको छ यसमा अन्त यहाँ यसमा अनि यहाँदेखि उता कोपी भइहाल्यो सो गाइस त्यस्तै हो अब गाउँघरमा प्रायः अब खेतीबाली नगर्नु हुँदैन खेतीबाली गरेर पनि स्वास्थ्य खानेकुराहरू चाहिँ खानु पाइन्छ अर्ग्यानिक चिजहरू खानु पाइन्छ त्यही भएर दुःख गरेको चाहिँ कता जाँदैन दुःख एउटा एक त अब खानुको लागि पनि भयो स्वास्थ्यको लागि राम्रो पनि भयो एउटा शारीरिक व्यायाम पनि भयो काम गर्दाखेरि अब अझै पनि भन्न त भन्छ अब दिनभर काम गरेर पनि एक्सर्साइजको त अझै आवश्यक पर्छ भन्छ मान्छेको शरीरलाई अब पनि अब हामी चाहिँ अब दिनभर काम गरिन्छ थाकिन्छ अन्त एक्सर्साइज गर्ने चाहिँ अलिकति फुर्सद हुँदैन भनौँ या त अब आफूले टाइम निकाल्नु नसकेको हो थाहा भएन र पनि अहिले चाहिँ मल हाल्दै हुनुहुन्छ मल हालिसके पछाडि चाहिँ रोप्नुपर्छ ब्रोकाउलीको बिजन चाहिँ यहाँनिर ल्याइरहेछ अलिक कम्ती कम्ती हाल्नु पर्थ्यो नि त अनि साथीहरू यो चाहिँ कोपी चाहिँ यसरी रोप्नुपर्छ ब्रोकाउली चाहिँ त्यो मलहरू लगाएको छ कोपिटामा खाल्डामा अन्त त्यहाँ चाहिँ हल्का माटोहरू छर्केर त्यसलाई चाहिँ वरिपरिबाट माटो लगाएर त्यसलाई थिचिदिनुपर्छ जाप्नको लागि चाहिँ त्यसको जराहरू चाहिँ कुच्चिनु भएन अन्त सेन्टर पारेर रोप्नुपर्छ साथीहरू रोप्ने तरिका कतिलाई त थाहा नहुन सक्छ हामी खेती किसानी गरिराख्ने मान्छेलाई त अब प्रायः जस्तो सबैलाई थाहा हुन्छ तर अलिकति तरिका बेग्ला बेग्लै तरिकाले रोप्ने पनि गर्छन् मान्छेले हामी चाहिँ यसरी रोपिन्छ खाल्डा बनायो खाल्डामा अन्त मल हाल्यो पहिला अन्त मल हाले पछाडि चाहिँ यसरी रोप्नुपर्छ माटो हाल्दै माटो यता चाहिँ यहाँ चाहिँ सुक्खा छ यता चाहिँ चिसो छ यता चाहिँ पानीले भेटेर
रोप्नु सजिलो हुन्छ। यो पानी चिसो लगाइदियो भने चाहिँ यो माटोमा चाहिँ रोप्नुलाई चाहिँ सजिलो। रोप्दैछौँ भर्खर, अब कहिले हो फल्ने फुल्ने, टाइम लागिहाल्छ 3-4 महिना, 3 महिना समथिङ फल्नुको लागि चाहिँ। कस्तो जाँदैछ त रोपाइ? एकदम दामी हो। घन्टी बज्यो। यता चाहिँ रोपिसक्यो, त्यति रोप्दै रोप्दै आउँदै गरेको। यता रोप्नु बाँकी छ। सिधा हो हात चाहिँ। यता चाहिँ अलिक फुको छ, यहाँदेखि यता चाहिँ फेरि पानी लाएर चिसो भइरहेछ।